आज हामी शक्ति र यसलाई कसरी प्रयोग गरिन्छ भन्ने एउटा निकै रोचक तर भनौँ न विवादास्पद विषयमा कुरा गर्दैछौँ। हाम्रो स्रोत सामग्री शक्तिका 48 नियमहरू द 48 लज अफ पावर नामक चर्चित पुस्तकका केही अंशहरू हुन्। यो यस्तो किताब हो जसलाई कि त मानिसहरू एकदमै मन पराउँछन् कि त घृणा गर्छन्। हो, यसमा कुनै दुई मत छैन। यस पुस्तकको मूल धारणा नै अलि असहज छ। यसले भन्छ शक्ति एउटा खेल हो र यो खेलमा सोझो, इमान्दार वा पारदर्शी हुनु खतरनाक हुन सक्छ। यसको तर्क के हो भने हामी बाहिरबाट जतिसुकै सभ्य र निष्पक्ष देखिए पनि भित्रभित्रै चाहिँ सूक्ष्म, धूर्त र रणनीतिक हुनुपर्छ। ठ्याक्कै। र सुरुमै स्पष्ट पारिहालौँ, हाम्रो उद्देश्य यी विचारहरूलाई समर्थन गर्नु वा नगर्नु होइन। हामी त केवल स्रोतमा के प्रस्तुत गरिएको छ त्यसलाई केलाएर बुझ्ने प्रयास गर्दैछौँ। यो पुस्तकले इतिहासका 3000 वर्षभन्दा बढीका उदाहरणहरू, प्राचीन चीनदेखि पुनर्जागरणकालीन इटलीसम्म लिएर शक्ति कसरी काम गर्छ भनेर देखाउन खोजेको छ। यसले जीवनलाई खास गरी उच्च स्तरीय प्रतिस्पर्धात्मक वातावरणमा एक प्रकारको सभ्य युद्धको रूपमा हेर्छ। र त्यो युद्धमा रणनीतिक सोच नै सबभन्दा ठूलो हतियार हो। आज हामी यही पुस्तकका केही मुख्य विषयवस्तु र नियमहरूमा गहिरिएर छलफल गर्नेछौँ। मलाई सबभन्दा रोचक लागेको पक्ष भनेको सूक्ष्मता र छलको कला हो। हामीलाई त सधैँ स्पष्ट र सिधा कुरा गर्न सिकाइन्छ, तर यो किताबले ठिक उल्को भन्छ। जस्तै नियम 3, आफ्नो मनसाय लुकाउनुहोस्। यो त सुन्दैमा षड्यन्त्रकारी जस्तो लाग्छ नि, होइन र? हो, लाग्छ। तर यसको पछाडिको मनोविज्ञान के हो भने यदि मानिसहरूलाई तपाईँ के गर्न चाहनुहुन्छ भन्ने थाहा भएन भने उनीहरूले आफ्नो प्रतिरक्षा गर्न सक्दैनन्। तपाईँले उनीहरूलाई गलत दिशामा डोर्याउन सक्नुहुन्छ, कुनै झुटो लक्ष्य देखाएर अलमल्याउन सक्नुहुन्छ। जबसम्म उनीहरूले तपाईँको वास्तविक योजना थाहा पाउँछन् तबसम्म त धेरै ढिलो भइसकेको हुन्छ। ठ्याक्कै। यसको कुनै राम्रो ऐतिहासिक उदाहरण छ जहाँ कसैले आफ्नो वास्तविक मनसाय लुकाएर ठूलो सफलता पायो? ओटो वोन बिस्मार्क यसका सबैभन्दा उत्कृष्ट उदाहरण हुन्। सन् 1850 को दशकमा प्रसिया अस्ट्रियासँग युद्ध गर्न तयार थिएन र बिस्मार्क त्यो युद्ध रोक्न चाहन्थे। यो उनको वास्तविक मनसा थियो, तर उनले शान्तिको वकालत गरेनन्। त्यसको सट्टा उनी दरबारमा गएर युद्धको सबैभन्दा कट्टर समर्थकको रूपमा प्रस्तुत भए। उनले यति आक्रामक र चर्को रूपमा युद्धको माग गरे कि युद्ध चाहनेहरू पनि डराएर उनको माग अवास्तविक लाग्यो। उनीहरूको आफ्नो अडान कमजोर देखियो। अन्ततः उनको युद्ध उन्माद देखेर अरू पछि हटे र युद्ध टर्यो। उनले शान्ति स्थापना गरे, तर युद्धको सबैभन्दा ठूलो पक्षपाती बनेर। वाह, यो त रिभर्स साइकोलोजीको चरम रूप भयो। यो त भयो के लुकाउने भन्ने कुरा, तर के बोल्ने भन्ने बारे पनि पुस्तकले केही भन्छ? अवश्य भन्छ। नियम 4, सधैँ आवश्यक भन्दा कम बोल्नुहोस्। यसको तर्क के हो भने तपाईँ जति धेरै बोल्नुहुन्छ उति नै सामान्य र साधारण देखिनुहुन्छ र मूर्खतापूर्ण कुरा बोल्ने सम्भावना पनि त्यति नै बढ्छ। शक्तिशाली मानिसहरूले कम बोलेरै आफ्नो प्रभाव र डर कायम राख्छन्। उनीहरूको मौनताले अरूलाई असहज बनाउँछ र त्यो मौनता भर्न मानिसहरू आफै बोल्न थाल्छन्, आफ्ना गोप्य कुराहरू खोल्न थाल्छन्। फ्रान्सका राजा लुई 14 लुई 14 यस्तै चाहिँ भनिन्छ नि, होइन? उनी एकदमै छोटा र रहस्यमय जवाफ दिन्थे, जस्तै म हेर्नेछु। कसैले पनि उनको मनमा के चलिरहेको छ भनेर थाहा पाउँदैन थियो। ठ्याक्कै। र एकपटक बोलेको कुरा फिर्ता लिन सकिँदैन भन्ने कुराको महत्त्व एउटा दुःखद कथाले देखाउँछ। स्रोतमा रुसी विद्रोही राइलिएफको कथा छ। उनलाई फाँसी दिँदै थियो तर संयोगले डोरी छुनियो। हो र? हो। त्यो समयको चलन अनुसार यस्तो दैवी घटनालाई माफीको सङ्केत मानिन्थ्यो र उनलाई माफी दिने तयारी हुँदै थियो। तर के भयो? त्यही बेला उनले भिडतिर हेरेर कराए, देख्यौ रुसमा उनीहरूलाई कुनै पनि काम राम्ररी गर्न आउँदैन, मान्छेलाई फाँसी दिन पनि। आम्मै, उनले त्यसो भन्नु हुँदैन थियो। हुँदैन थियो। यो कुरा जार राजासम्म पुग्यो र उनले माफीनामा च्यातिदिए। भोलिपल्ट राइलिएभलाई फेरि फाँसी दियो र यसपटक डोरी चुनिएन।
उनको केही सेकेन्डको बोलीले उनको ज्यान लियो। यो त डरलाग्दो उदाहरण भयो। कहिलेकाहीँ चुप लाग्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ। यो त भयो कसरी बोल्ने र आफ्नो मनसाय लुकाउने भन्ने कुरा। तर शक्ति त अरू मान्छेसँगको सम्बन्धमा पनि निर्भर हुन्छ, हैन र? पुस्तकले मित्रता र शत्रुतालाई कसरी हेर्छ त्यो त झन् रोचक होला। यो पुस्तकको सबैभन्दा विवादास्पद अंशहरूमध्ये एक हो। नियम 2 ले भन्छ, मित्रहरूमा धेरै भरोसा नगर्नुहोस्, शत्रुहरूलाई कसरी प्रयोग गर्ने सिक्नुहोस्। 1 मिनेट रोक्नुहोस्। मित्रहरूमा भरोसा नगर्नुहोस्। हामीले त सधैँ साथीहरू नै सबैभन्दा ठूलो सम्पत्ति हुन् भनेर सुनेका छौँ। पुस्तकले यस्तो कठोर कुरा किन भन्छ होला? कि यसको मतलब हामीले कसैलाई पनि विश्वास गर्नु हुँदैन भन्ने हो? पुस्तकको तर्क अनुसार समस्या विश्वासमा होइन, मानवीय भावनामा छ। मित्रहरूलाई काममा लगाउँदा व्यावसायिक सम्बन्धमा ईर्ष्या, कृतज्ञताको बोझ जस्ता भावनाहरू मिसिन्छन्। मित्रहरूले प्राय आफ्नो असन्तुष्टि लुकाउँछन् ताकि मित्रता नबिग्रियोस्, तर त्यो भित्रभित्रै बढ्दै जान्छ र खतरनाक हुन सक्छ। यसको विपरीत एक भूतपूर्व शत्रुसँग कुनै भावनात्मक अपेक्षा हुँदैन। उनीहरूसँग तपाईको सम्बन्ध केवल आपसी स्वार्थमा आधारित हुन्छ र उनीहरू आफूलाई प्रमाणित गर्न बढी मेहनत गर्छन्। जस्तै राजनीतिमा देखिन्छ, हैन? कट्टर विरोधीहरू पनि सरकार बनाउन एक ठाउँमा आउँछन्। हो, फ्रान्सका ट्यालेरान्ड र फुचे यसको राम्रो उदाहरण हुन्। उनीहरू एकअर्कालाई घृणा गर्थे तर आफ्नो साझा शत्रु नेपोलियनलाई हटाउन एकजुट भए। उनीहरूको गठबन्धन व्यक्तिगत भावनामा होइन, आपसी स्वार्थमा टिकेको थियो, जसलाई पुस्तकले शक्तिको लागि बलियो आधार मान्दछ। यो निकै व्यावहारिक तर अलि चिसो दृष्टिकोण भयो। यसले मलाई अर्को नियममा पुर्याउँछ जुन निर्भरतासँग सम्बन्धित छ। नियम 11, मानिसहरूलाई आफूमाथि निर्भर राख्न सिक्नुहोस्। यसको मतलब के हो? मानिसहरूलाई आफू बिना केही गर्न नसक्ने बनाउनु। लगभग त्यस्तै हो। यो माया वा सम्मान पाउनुको बारेमा होइन, बरु अपरिहार्य बन्नुको बारेमा हो। यदि तपाईको सफलता र खुशीमा अरूको सफलता र खुशी निर्भर छ भने उनीहरूले तपाईलाई हटाउने वा धोका दिने आँट गर्दैनन्। बिस्मार्कले आफूलाई राजा फ्रेडरिकको लागि यति अपरिहार्य बनाएका थिए कि राजालाई लाग्थ्यो बिस्मार्क बिना राज्य नै ढल्छ। उनीहरू बीच व्यक्तिगत सम्बन्ध राम्रो नहुँदा पनि राजा बिस्मार्कलाई हटाउन सक्दैनथे। यहाँ त म्याकियाभेलीको दर्शनको झल्को आउँछ। प्रेम पाउनुभन्दा डर देखाउनु राम्रो हो। पुस्तकले त्यही धारणालाई समर्थन गर्छ। यसको तर्क के हो भने डरलाई नियन्त्रण गर्न सकिन्छ, तर प्रेम अप्रत्याशित र अस्थिर हुन्छ। जब मानिसहरू तपाईको सिप, ज्ञान वा सम्पर्कमा पूर्ण रूपमा निर्भर हुन्छन्, तब तपाईले उनीहरूलाई नियन्त्रण गर्न सक्नुहुन्छ। यो एक प्रकारको स्थिर शक्ति सम्बन्ध हो। यी सबै चालबाजी र मानिसहरूको व्यवस्थापन सुन्दा यो त छोटो अवधिको फाइदा जस्तो लाग्छ। के पुस्तकले दीर्घकालीन रणनीतिको बारेमा पनि के भन्छ? एकदमै। वास्तवमा यो नै पुस्तकको मूल सन्देश हो। शक्ति भनेको तत्कालको जित होइन। नियम 29, अन्त्यसम्मको योजना बनाउनुहोस्। धेरैजसो मानिसहरू तत्कालको सफलतामा रमाउँछन् र भविष्यको परिणामबारे सोच्दैनन्, तर शक्तिशाली व्यक्तिहरूले सधैँ धेरै कदम अगाडिको सोच्छन्। उनीहरूले आफ्नो अन्तिम लक्ष्य के हो भनेर स्पष्ट पार्छन् र त्यहाँसम्म पुग्ने बाटोमा आउन सक्ने सबै सम्भावित बाधा, परिणाम र भाग्यको फेरबदलको समेत पूर्वानुमान गर्छन्। फेरि पनि बिस्मार्कको उदाहरण आउला जस्तो छ। हो, जर्मन एकीकरणको लागि उनले दशकौंसम्म योजना बनाएका थिए। उनी हरेक सम्भावित परिदृश्यको लागि तयारी गरेका थिए। यसले उनलाई सधैँ अरूभन्दा एक कदम अगाडि राख्यो। यो कुरा नियम 8, अरूलाई आफ्नोमा आउन लगाउनुहोस्, आवश्यक परे चारा प्रयोग गर्नुहोस् सँग पनि जोडिएको छ। जब तपाईँ अरूलाई आफ्नो चालमा प्रतिक्रिया दिन बाध्य पार्नुहुन्छ, तब नियन्त्रण तपाईँको हातमा हुन्छ। उनीहरूले आफ्नो योजना त्यागेर तपाईँको पछि लाग्नुपर्छ। नेपोलियन यसमा माहिर थिए भनिन्छ, हैन? उनी जानी जानी आफ्नो सेनाको एउटा भागलाई कमजोर देखाउँथे ताकि शत्रु त्यतै आक्रमण गर्न आओस् र अनि उनीहरूलाई जालमा पार्थे। ठ्याक्कै। उनले सधैँ शत्रुलाई आफूले चाहेको ठाउँमा र आफूले चाहेको समयमा लड्न बाध्य पार्थे। तर के हुन्छ जब तपाईँ साँच्चै कमजोर हुनुहुन्छ, जब तपाईँसँग कुनै विकल्प हुँदैन? हो, त्यस्तो बेला के गर्ने? लडेर सम्मानजनक हार बेहोर्ने। प्रयोग गर्नुहोस्। कमजोरीलाई शक्तिमा बदल्नुहोस्।
सम्मानको लागि लडेर नष्ट हुनुभन्दा आत्मसमर्पण गर्नु बुद्धिमानी हो। आत्मसमर्पणले तपाईँलाई समय दिन्छ, पुनः शक्ति सञ्चय गर्ने समय, शत्रुको शक्ति क्षीण हुन पर्खने समय र पुनरागमनको योजना बनाउने समय। आत्मसमर्पण गरेर शक्तिमा फर्किने, यो त सुन्दा असम्भव जस्तो लाग्छ। चीनको इतिहासमा युएका राजा गाउजियान यसको उत्कृष्ट उदाहरण हुन्। भयानक हारपछि उनले आत्मसमर्पण गरे र आफ्नो विजेता राजाको तबेलामा 3 वर्षसम्म सेवक बनेर काम गरे। उनले चरम अपमान सहे, तर भित्रभित्रै आफ्नो शत्रुको कमजोरी अध्ययन गरिरहे र बदलाको योजना बनाइरहे। 3 वर्षपछि जब उनलाई रिहा गरियो, उनले आफ्नो राज्य फर्केर शक्ति सञ्चय गरे र अन्ततः त्यही राजालाई हराएर आफ्नो बदला पूरा गरे। उनको लागि आत्मसमर्पण अन्त्य थिएन, यो एउटा रणनीतिक चाल थियो। यो त धैर्य र दीर्घकालीन सोचको अविश्वसनीय कथा भयो। शक्ति केवल तपाईँ के गर्नुहुन्छ भन्नेमा मात्र होइन, तर मानिसहरूले तपाईँलाई कस्तो देख्छन् भन्नेमा पनि निर्भर गर्छ होला। छवि र प्रतिष्ठाको बारेमा पुस्तकले के भन्छ? यसलाई पुस्तकले शक्तिको आधारशिला नै मान्छ। बाहिरी आवरण नै सबैभन्दा महत्त्वपूर्ण छ। नियम छ, जसरी भए पनि ध्यान आकर्षित गर्नुहोस्, चाहे त्यो राम्रो कारणले होस् वा नराम्रो। पुस्तकको तर्क अनुसार हो, बेवास्ता गरिनु भनेको शक्तिहीन हुनु हो, जिउँदै गाडिनु जस्तै हो। बरु तपाईँको आलोचना होस्, तपाईँमाथि आक्रमण होस्, तर तपाईँ चर्चामा रहनुपर्छ। एकपटक मानिसहरूको ध्यान तपाईँमाथि परेपछि तपाईँले आफ्नो छवि जे पनि बनाउन सक्नुहुन्छ। तर यदि कसैले तपाईँलाई यादै गर्दैन भने तपाईँसँग कुनै शक्ति हुँदैन। सर्कसका प्रख्यात सञ्चालक पीटी बार्नमले यस्तै गर्थे, होइन? हो, उनी ध्यान खिच्नमा माहिर थिए। एक पटक उनले एक व्यक्तिलाई न्युयोर्कको फुटपाथमा विधिपूर्वक इँटाहरू राख्ने, फेरि उठाउने र अर्को कुनामा राख्ने काममा लगायो। यो अनौठो दृश्य हेर्न ठूलो भिड जम्मा भयो। जब भिडले के भइरहेको छ भनेर सोधे, त्यो व्यक्तिले इशारा गर्दै भन्यो, उत्तर बार्नमको सङ्ग्रहालयमा छ। त्यो जिज्ञासु भिड सिधै उनको सङ्ग्रहालयमा टिकट काटेर गयो। गजबको मार्केटिङ र प्रतिष्ठा नि। ध्यान खिच्नु एउटा कुरा भयो, तर प्रतिष्ठा त अझै महत्त्वपूर्ण होला। प्रतिष्ठा नै सबै थोक हो। नियम 5, प्रतिष्ठामा धेरै कुरा निर्भर हुन्छ। आफ्नो ज्यान दिएर यसको रक्षा गर्नुहोस्। तपाईँको प्रतिष्ठा तपाईँ पुग्नुभन्दा पहिले नै तपाईँको काम गर्छ। दोस्रो विश्वयुद्धका जर्मन जनरल एर्विन रोमलको उदाहरण हेरौँ। उनको डेजर्ट फक्सको रूपमा चतुर्याई र धोका दिने क्षमताको प्रतिष्ठा यति बलियो थियो कि उनको सेना कमजोर हुँदा पनि केवल रोमेल आउँदैछन् भन्ने खबरले मात्रै शत्रु सेनाका पुरै सहरहरू खाली हुन्थे। थोमस एडिसन र निकोला टेस्लाको करेन्टको युद्ध, वार अफ करेन्ट्स, यसको ज्वलन्त उदाहरण हो। एडिसन आफ्नो डीसी प्रणालीलाई जोगाउन चाहन्थे, जबकि टेस्लाको एसी प्रणाली बढी प्रभावकारी थियो। टेस्लाको प्रतिष्ठा बढ्दै गएपछि एडिसनले एसी करेन्ट खतरनाक र घातक छ भनेर अफवाह फैलाए। उनले सार्वजनिक रूपमा जनावरहरूलाई एसी करेन्ट लगाएर मार्ने प्रदर्शनहरू समेत गरे, ताकि मानिसहरू डराउन्। यसले देखाउँछ कि प्रतिष्ठा ढाल पनि हो र हतियार पनि। यो पुरै छलफलपछि के स्पष्ट हुन्छ भने पुस्तकले यस्तो विश्व दृष्टिकोण प्रस्तुत गर्छ जहाँ शक्ति एक निरन्तर र सूक्ष्म सङ्घर्ष हो। यो नैतिकताको बारेमा होइन, बरु प्रभावकारिताको बारेमा हो। यो मनोविज्ञान, रणनीति र बाहिरी आवरणलाई नियन्त्रण गर्ने बारेमा हो। जस्तै एक नियमले साहसी हुन भन्छ, नियम 28, 8ले काम सुरु गर्नुहोस्। अर्कोले आत्मसमर्पण गर्न, नियम 22। एउटाले भिडबाट अलग देखिन भन्छ, नियम 6। अर्कोले आम मानिस जस्तै देखिनुहोस् भन्छ, नियम 38। आफ्नो तरिकाले सोच्नुहोस्, तर अरू जस्तै व्यवहार गर्नुहोस्। त्यसो भए मुख्य कुरा के हो त? कुन नियम कहिले प्रयोग गर्ने? मुख्य कुरा नियमहरूलाई अन्धाधुन्द पछ्याउनु होइन, बरु हरेक नियमको पछाडिको मनोवैज्ञानिक सिद्धान्त र मानवीय स्वभावलाई बुझ्नु हो। यो एउटा औजार बाकस जस्तै हो। तपाईले सही समयमा सही औजार प्रयोग गर्न जान्नुपर्छ। परिस्थिति अनुसार कुन नियम लगाउने भन्ने निर्णय गर्नु नै वास्तविक कला हो। श्रोताको लागि एउटा अन्तिम विचार छोडेर जाउँ। पुस्तकले एउटा निकै असहज तर्क गर्छ। तपाईँ शक्तिको खेलबाट बाहिर बस्न सक्नुहुन्न।
तपाईँले खेल्दिन भन्नु नै शक्तिहीनता रोज्नु हो। तपाईँको इमान्दारी वा निष्पक्षता जस्ता सद्गुणहरूलाई पनि अरूले आफ्नो फाइदाको लागि प्रयोग गर्ने शक्तिको चालको रूपमा व्याख्या गर्न सक्छन्। यसले एउटा सोचनीय प्रश्न खडा गर्छ। यस्तो संसारमा जहाँ सबैजना कुनै न कुनै रूपमा यो खेल खेलिरहेका छन्, खेलाडी बन्नु बढी खतरनाक छ कि खेल्ने अस्तित्वमै छैन भनेर बहाना गर्नु?